दर्शकबिनहरू अहिले हामी सुनबसी नगरपालिका वडा नम्बर 5 गुहास बनकोटमा अहिले हामी छौँ र अहिले यहाँनिर यो गाउँमा हामी आइराख्दाखेरि यहाँ ऋषिदेवहरूको 300 घर रहेको छ यो गाउँमा र लगभग बच्चा बच्चीहरू पनि जोड्दाखेरि लगभग 600 देखि माथि क्रस भएको एउटा ऋषिदेव गाउँ रहेको छ। यो ठाउँमा हामी आएको छौँ, यहाँ देख्न सक्नुहुन्छ तपाईहरु। र यो ठाउँमा हामी आइराख्दाखेरि 300 घर भइराख्दाखेरि यहाँनिर 10 पास गरेका जम्मा 4 जना हामीले विद्यार्थी भेटेको छौँ र यसरी नै एकजना पढ्दै गरेकी ऋषिदेव समुदायका हुनुहुन्छ प्रविता ऋषिदेव, जो कि यो ऋषिदेव समुदायमा सानोमै बिहे गर्ने चलनहरू रहेको छ र चलन त छैन, तर सानोमै बिहे गरिहाल्ने बाल विवाह प्रायः हुने गर्छन्। र म थोरै अलिकति जोड्न गइरहेको छु। हाम्रो बहिनी एकजना 12 पढ्दै गरेको यो ऋषिदेव समुदायमा यो पहिलोचोटि हामी घुम्ने क्रममा जाँदाखेरि एकजना यो समुदायको छोरी भनौँ, बहिनी भनौँ, अहिले म उहाँलाई थोरै स्वागत गर्न चाहन्छु। बोल्नु। नमस्कार। शुभ नाम? सविता कुमारी ऋषिदेव। यो कति नम्बर वार्ड पर्छ? सुनबसी नम्बर 5। यो गाउँको नाम? गुहास बङ्गोल पनि भन्ने। ए, भनेपछि अहिले कतिमा पढ्दै गर्नुभएको छ? 12 मा पढ्दै गर्नु। उहाँ हुनुहुन्थ्यो ऋषिदेव समुदायको एउटा चेली छोरी 12 मा पढ्दै गरेको। अहिलेसम्म हामीले ऋषिदेव समुदायमा पाएका छैनौँ। मलाई लाग्छ यो पहिलोचोटि हाम्रो नेपालको एउटा नमुना के रूपमा उहाँ ऋषिदेव समुदायमा 12 पढ्दै गरेको चेली हुनुहुन्छ। यदि तपाईहरु यो भिडियो हेर्दै हुनुहुन्छ भने यो ठाउँ आएर तपाईहरु स्वयं आएर यहाँको विषयवस्तु सँगसँगै यो गाउँ भिजिट गर्न सक्नुहुन्छ भन्दै म बिदा हुन्छु। हस्, धन्यवाद।